भिनाजु बिरामी हुनुभएछ है, म पनि बिरामी हो, त्यही बिरामीबाट रिकभर भएको छु। यहाँ ऊ छोरो आइरहेको छ कान्छो, यहाँ बसेको। अनि तपाईँको खानेकुरा के भनेछ, खानेकुरामा चाहिँ लोभ धेर नगर्ने, लोभ गर्नुहुन्छ भन्दैछ। त्यो मैदाबाट बनेको चिजहरू बिल्कुल नखानु, अमिलो नखानु, पिरो नखानु, धेरै चिल्लो चिज पनि नखानु। अनि प्याकेजिङ गरेका चिजहरू जुन प्याकेटमा आउँछ त्यो रेडिमेड तयारी चाउँछ उयो खानेकुरा, अनि त्यो बन्द गर्नु। सुर्ती जन्ने चिज त सबै बन्द हो झन्। सुर्ती जन्नेले त अर्कोतिर लगाउँछ सुर्ती। अनि तपाईँको पिउने कुरामा यो तेरिका धेरै गर्मी भनेर यो कोक सोक डिउसिउ खाने, यसो कहिलेकाहीँ धेरै चिसो भयो मुड चल्यो भनेर यसो खाने गर्नु भएको छ कि छैन त्यो चाहिँ थाहा छैन। पहिले त अलिअलि खानुहुन्थ्यो, आजकल खानु चाहिँ खानुहुन्न। त्यो अर्को टिनको बिर्कोवाला पनि खानु हुँदैन है फेरि। त्यसो गर्नु। माछा मासु भनेको माछालाई बोइल गरेर खाँदा मिलो होइन, नभए मासु नखाएको राम्रो। मलाई नि दिएको छैन अहिलेसम्म खाना, मैले अहिलेसम्म खाएको छैन। हुँदै हुँदैन माछालाई बोइल गर्नु, मसला हाल्ने त्यो उयो गर्ने होइन, उमाल्ने। अनि त्यस पछाडि नुन हल्का हाल्ने होइन। अनि त्यसमा अब मसला पनि त्यस्तो धेरै उयो गरेर पनि होइन क्या, पिरोहरू बिल्कुल नहाल्ने। बरु अदुवा काटेर त्यसैमा डुबाइदिएर त्यो उयो गर्ने। अदुवा लसुन हुन्छ, अदुवा लसुन चाहिँ भयो होइन। पिरो बिल्कुलै बन्द। त्यो झन् बजारबाट किनेको मसला त बिल्कुलै नहाल्नु होइन। जिरा पिसेर हाल्दा हुन्छ बरु आफैले त्यो हुन्छ। अनि अदुवाले केही गर्दैन, अदुवा हाल्दा हुन्छ। अनि कुखुराको मासु पनि अब ब्रोइलर चाहिँ मलाई चाहिँ अब नखानु नै भनेको छ होइन। मलाई चाहिँ अब सुप मात्रै खा लोकल कुखुराको, अरू मासु कुनै पनि नखा भनेको छ है। अब ब्रोइलरहरूमा गिरिराजहरूमा त्यो सबै चारो केमिकल चारो हो नि त, अनि त्यसले गर्दा नि नखानु भन्छ क्या। मैले चाहिँ खाएको छु नि, खुट्टाको सुप चाहिँ खाँदैछु अहिले चाहिँ भर्खर चाहिँ। अझै अस्ति त मलाई डक्टरले के भने खुट्टाको सुप खाँदै थिएँ होइन। त्यो अङ्कोलोजीको त्यो अस्मिता रायमाझी र उतापट्टि धीरज गुप्ता छ होइन, उहाँहरूले नै हेरेको भनेपछि उनीहरूले चाहिँ खाँदा हुन्छ भनेको थियो। अस्ति मलाई अपरेसन गर्ने नरेन्द्र पण्डितले चाहिँ सल्लाह मान्छे भने भेजिटेरियन बन भनौँ होइन। भन्नु मतलब खानाको लागि लोभ गर्नु हुँदैन, ताजा बनाएर दाल भात तरकारी जति खाए पनि भयो। दही दुध घिउहरू दुध नखाएको राम्रो, दही खाँदा हुन्छ। दुध नखाएको राम्रो, त्यही पनि त्यो पायल्स एकपल्ट सोध्नु होइन डक्टरलाई। मलाई चाहिँ अब दुध नखा भनेको छ, किन मेरो ग्यास्ट्रिक ग्रोथ हो, ग्यास्ट्रिकबाट भएको होइन। अब त्यो पायल्सलाई चाहिँ एकपल्ट सोधेर गर्नु। भरिसकै दुध हुन्छ भने दुध स्वास्थ्यको लागि राम्रो चाहिँ होइन। दुध हुँदैन है, दही खाँदा हुन्छ। दही स्वास्थ्यको लागि त दही खाँदा हुन्छ, मही पनि खाँदा हुन्छ। दही मही त खाँदा भयो, मही त झन् राम्रो नि, फ्याट निकालेको हुन्छ झन् राम्रो नि। दही र मही चाहिँ उपर राम्रो रहेछ क्या। फ्रिजमा राखेर चाहिँ खानु भएन। फ्रिजको धेरै चिसो चिज पनि नखाने, धेरै तातो पनि खानु हुँदैन है। यो अब यो चिया बनाइदिएको आधी घन्टा भइसक्यो, यो तातो भएर नखाएको मैले। आन्द्राको बिरामीलाई तातो चिज त कामै छैन, धेरै चिसो पनि काम छैन, धेरै तातो पनि काम छैन कसैले होइन। त्यो हो, त्यही भएर भिनाजु अब रोग लागेको छ, रोगलाई जितिन्छ। तर के हुन्छ भने मनोबल बढाउनुपर्छ र खानाकुरोलाई चाहिँ यो खाउँ कि त्यो खाउँ कि भन्नु चाहिँ हुँदैन है। मैले त 9 महिना त मैले भात पकाएर मिक्सरमा पिसेर अनि यो चिया खाए जस्तो गरेर यसरी नै झोल बनाएर खाएको, यसरी पिएको भात। दाल छानेर खाएको, चिया छान्नेले दाल छानेर चोक्टा बिनाको खाएको। बोक्रा भएको चिज खाने अहिलेसम्म मैले अङ्गुर खाएको छैन। अङ्गुरको बोक्रा फाल्नु मिल्दैन भनेर अङ्गुर खाएको छैन। अब पत्याउनु हुन्छ कि हुँदैन, अङ्गुर अहिलेसम्म खाएको छैन मैले। बोक्रा फाल्नु मिल्दैन अङ्गुर, कहिले फाल्नु साध्य हुन्छ, बरु नखाइदिए ढुक्कै। स्याउ खान्छु, तर स्याउलाई तातो पानी तताएर डुबाएर अनि निकालेर अनि मात्र खाने हो, बोक्रा तासेर। अगाडि अब बिरामीको अगाडि चाहिँ एकदम चट्ट पारेर टक्क पारेर नखाइदिने क्या, अलिक आश हुन्छ नि त। अनि मेरो नानीले त अनि 11 महिनासम्म बाबा त अब कहिले तपाईँले सारो भात खानु मिल्छ भनेर भन्थ्यो। अनि गिलो भात खाँदा खाँदा वाक्क भएर त्यसलाई उसिना चामल ल्याइदियो भने अस्ति उसिना ल्याएको बुर्र चाहियो, त्यो त झन् बुर्र आउँछ। उसिना चामल त झन् गाह्रो हुन्छ होइन। चामलमा त कुनै प्रब्लमै भएन नि, चामल त जस खाने। अझ त्यो बुर्र भन्दा चाहिँ अर्को उयो चामल खाने, बुर्र नपारिकन गिलो नै खाने हो कि, गिलो खाने कि। अहिले अब त्यस्तो छ, डक्टरलाई सोध्ने
होइन अहिले अपरेसन पनि भएको छैन त्यस्तो उयो छैन झन् गिलै खाने हो नि। गिलो खाने हो नि त पायो जसलाई त साग बढी पायो। साग सागै भएको खान्छ। साग खाने हो एकदम साग हो साग खाइदिइहाल्नु। फाइबर चिज खाने हो के आन्द्राको बिरामीले फाइबर खाने हो साग चाहिँ सागै मात्रै खाने हो क्या। साग खाने हो माछा मासु छोडिदिने साग खाने हो पुरै साग खानुपर्छ सागमा बल गर्ने हो माछा मासुमा मतलब नगर्नु कहिलेकाहीँ त्यस्तो उयो भयो भने माछा ल्याउने बोइल गराइदिने क्या बोइल गराउने अनि तातो पानी हाल्ने तातो पानी तातेको उम्लेको पानी कराईमा हाल्ने त्यो फेरि उम्लिन्छ नि अनि त्यसमा माछा हाल्ने अनि अब त्यो लसुन अनि अलिअलि थोरै प्याज चाहिँ थोरै हाल्ने त्यो प्याज धेरै हाल्नु हुँदैन पायसलाई फेरि लसुन हाल्ने अनि बरु जिरा आफैले पिस्ने जिरा त्यो प्याकेटवाला मसला चट्ट दामी हुन्छ त्यो हाल्ने होइन क्या जिरा खाँदा हुन्छ कि नखाँदा नि हुन्छ। नखाँदा नि हुन्छ त्यो ट्याक्क बनाउने होइन अलिकति स्वाद हुन्छ नि लसुन त्यो ट्याक्क हालिदिने अनि त्यसलाई बोइल गर्नु त्यो पानी सुकाइदिने क्या त्यो पानी सुकिसकेपछि खायो मजा टेस्ट आइहाल्छ माछाको त्यसरी हो पिरो खानु मिलेन होइन त्यति गर्ने भने केही हुँदैन केही म पत्याउनु मलाई घर परिवारले माया मारेको बिनाजु 87 किलोको मान्छे 52 किलो भएको थियो घटेर अहिले कति केजी हुन्छ? अहिले त कति 73 किलो पुगिसक्यो 74 अहिले पुरै हेरेर अहिले 74 किलो पुगिसक्यो अस्ति त बिहेमा देखेँ कि म त पहिलाकै याद आयो मलाई।